राजा वीरेन्द्रकी एकमात्र छोरी अधिराज कुमारी श्रुति राज्यलक्ष्मी शाह। सन् 1945 को डिसेम्बर 28 मा जन्मेका जनप्रिय राजा वीरेन्द्र वीरविक्रम शाह आफ्नो बाबु महेन्द्रको मृत्युपछि सन् 1972 मा नेपालको राजा बने। 25 वर्षकी उमेरमा आफूभन्दा 4 वर्ष कान्छी काठमाडौँकै लाजिमपाटमा जन्मी हुर्किएकी राणा परिवारकी रानी ऐश्वर्या राज्य लक्ष्मी शाहसँग सन् 1970 मा बडो तामझामका साथ वीरेन्द्रको विवाह सम्पन्न भयो। बिहे भएको 1 वर्षमै छोरा दिपेन्द्र शाहलाई जन्म दिएकी ऐश्वर्याले त्यसको ठीक 5 वर्षपछि सन् 1976 को अक्टोबर 15 मा सुन्दर सुशील छोरी श्रुति राज्य लक्ष्मीलाई जन्म दिइन्। त्यसैगरी श्रुति जन्मेको 2 वर्षपछि फेरि सन् 1978 को नोभेम्बर 6 मा कान्छा छोरा निराजनको जन्म भयो। यसरी रानीको कोखबाट 2 छोरा र 1 छोरीको जन्म भएको थियो। आज हामी अधिराज कुमारी श्रुति र उनका 2 छोरी अथवा भनौं वीरेन्द्रका आफ्नै नातिनी गृवाणी र सुरङ्गनाको कुरा गर्न जाँदैछौँ। भलै राजा वीरेन्द्रले इङ्ल्यान्डको इटन कलेज, त्यसैगरी अमेरिकाको हार्वर्ड युनिभर्सिटी, जापानको युनिभर्सिटी अफ टोकियो अनि दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा आफ्ना विविध तहका अध्ययन गरे तापनि छोरी अधिराज कुमारी श्रुतिको बाल्यकालको पढाइ त्रिपुरेश्वरमा रहेको कान्ति ईश्वरी शिशु विद्यालय, त्यसगरी उनको स्कुले पढाइ काठमाडौँकै सेन्ट मेरी स्कुल हुँदै इन्डियाको अजमर भन्ने ठाउँमा रहेको मायो कलेज गर्ल्स स्कुल अनि आफ्नो ब्याचलर डिग्री भने नेपालकै पद्मकन्या क्याम्पसबाट गरिन्। जब उनी 21 वर्षकी पुगिन् सन् 1997 को मे 7 मा उनको राणा परिवारका कुमार गोरख शमशेर जङ्गबहादुर राणासँग विवाह भयो। विवाहपछिको जिन्दगीको नयाँ सुरुवात श्रुतिको रमाइलोसँगै बितिरहेको थियो। उनले विवाहको पहिलो वर्षमै अर्थात् सन् 1998 को जुन 22 मा जेठी छोरी गृवाणी राज्यलक्ष्मी राणालाई जन्म दिइन्। उक्त दिन राजा वीरेन्द्र अनि रानी ऐश्वर्या हजुरबुबा हजुर आमा भन्न पुगे। जेठी छोरी जन्मेको ठीक 2 वर्षपछि अर्थात् सन् 2000 को अक्टोबर 21 मा फेरि कान्छी छोरी सुरङ्गना राज्यलक्ष्मी राणाको जन्म भयो। विवाह भएर गए पनि बाबु वीरेन्द्र र आमा ऐश्वर्यासँग श्रुतिको निकट सम्बन्ध थियो। दरबारमा मासिक रूपमा सपरिवार भेटघाट गरी खाना खाने अनि कुरा गर्ने प्रचलन पहिलेदेखि नै चलिआएको थियो। कसलाई के थाहा, सन् 2001 को जुन अर्थात् 2058 साल जेठ 19 गते त्यति नै बेला एकाएक गोली चल्न थाल्यो, जसबाट राजा वीरेन्द्रको सम्पूर्ण वंश नाश भयो। उक्त घटनामा 2 साना छोरीहरूकी आमा श्रुतिको समेत ज्यान गयो, जसबाट छिनभरमै ताते बोली बोल्दै गरेका ती नानीहरू मात्रै टुहुरा भएनन्। वीरेन्द्रको वंश नाश हुँदा पुरै राज्य नै टुहुरो बन्न पुग्यो। गोली लागेर लडेकी श्रुतिको कुहिनोमा नीलडाम थियो भने देब्रे छातीमा गोली लागेको पुवालबाट रगत बगिरहेको थियो। उनलाई उपचारका लागि छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा पुर्याइयो, तर रातिको 9:45 जाँदा डाक्टरले श्रुतिलाई मृत घोषणा गर्यो। 18 वर्ष अघिको दरबार हत्याकाण्डमा बाँचेका गोरखसँग धर्मपत्नी श्रुतिको सबैभन्दा महत्त्वपूर्ण चिनो केही छन् भने श्रुतिको कोखबाट जन्मेका 2 छोरी गृवाणी र सुरङ्गना राणा छन्। 19 जेठ 2058 को दरबार हत्याकाण्डमा हजुरबुबा हजुरआमा मामा र आमा समेत गुमाएका यी 2 नानीहरू त्यस यता चाहिँ गुमनाम छन्। उनीहरू संसार माध्यमबाट बिल्कुलै टाढा छन्। सामाजिक सार्वजनिक कार्यक्रममा पनि बिरलै देखिन्छन्। उनीहरू यति धेरै अलगावमा छन् कि गोरखका निकट पारिवारिक सदस्य पनि गृवाणी र सुरङ्गना बारे बताउन असमर्थ छन्।
दरबार हत्याकाण्डको बेला भर्खरै 3 वर्ष पार गरेकी श्रुति गोरखकी जेठी छोरी गिरवाडी यति बेला 21 वर्षकी पुगिसकेकी छन् भने सिर्फ 7 महिनाकी सुरङ्गना चाहिँ 19 वर्ष पार गरिसकेकी छन्। राजा वीरेन्द्रका चिकित्सक समेत रहेका डाक्टर खगेन्द्र बहादुर श्रेष्ठले विक्रम सम्वत 2069 साल जेठमा काठमाडौँमा फोटो प्रदर्शनी आयोजना गरेका थिए। प्रदर्शनीमा राजा वीरेन्द्र र शाही परिवारसँग सम्बन्धित तस्बिर राखिएको थियो। डाक्टर श्रेष्ठको निम्तो स्वीकार्दै श्रुतिको चिनोका रूपमा रहेका 2 छोरीहरूका साथमा गोरख बबरमल स्थित नेपाल आर्ट काउन्सिल पुगेका थिए। आमा श्रुतिसहित दरबार हत्याकाण्डमा ज्यान गुमाएका शाही परिवारका अन्य सदस्यहरूको तस्बिर देखेपछि गिरवाडी भावुक बनेर आँसु झारेकी थिइन्। आँसु त बाबु गोरखका पनि आएका थिए, तर उनले भने आँसु दबाउँदै प्रदर्शनी हलबाट बाहिर निस्किए। त्यसैता गिरवाडी र सुरङ्गना सार्वजनिक रूपमा देखिएको भनेको 2068 जेठ 19 मा नारायणहिटी दरबार अगाडि आयोजना गरिएको कार्यक्रममा हो, जुन दरबार हत्याकाण्डमा ज्यान गुमाएका शाही परिवारका सदस्यहरूको सम्झनामा गरिएको थियो। नेपाल साप्ताहिकले छापेको खबर अनुसार शाही परिवारका अन्य सदस्य जस्तै गिरवाडी सुरङ्गना सार्वजनिक कार्यक्रममा नदेखिनुको एउटा कारण उनीहरू केही वर्ष यता काठमाडौँमा नहुनु पनि हो। दुवैजना अहिले छिमेकी मुलुक भारतमा अध्ययनरत छन्, त्यो पनि भिन्दा भिन्नै शहरमा। गिरवाडी र सुरङ्गना जब लगनखेल स्थित सेन्ट मेरिज स्कुलबाट 2 वर्षको अन्तरालमा कक्षा 4 पास भए, गोरखले दुवैलाई क्रमैसँग देहरादुन स्थित रहेको गर्ल्स स्कुलमा भर्ना गरिदिएका थिए। उनीहरूलाई इन्डिया लगेर पढाउनुको एक मात्रै कारण थियो, दरबार हत्याकाण्ड र श्रुतिको निधन सम्बन्धी प्रसङ्गलाई गोरख बिर्सन चाहन्थे। त्यसैले छोरीहरूलाई पनि प्रेसले नभेट्टाओस् र त्यो प्रसङ्ग सुन्न नपरोस् भनेर उनीहरूलाई भारत लगिएको थियो। बिहेको 5 वर्ष नबित्दै गोरखका काखमा 2 नाबालक छाडेर श्रुति धरतीबाट बिदा भइन्, आफ्ना आमा बाबु र दाजुभाइका साथ। गोरख आफै आमा अनि बाबु भनेर 2 छोरीहरूको स्याहार सुसार गरिरहेका थिए, तर सबै कुरा आफैले मात्र नभ्याइने रहेछ। श्रुति गुमाएको 7 वर्षपछि गोरखले बैतडीकी दीप्ति चन्दसँग बिहे गरे 2065 मङ्सिर 21 गते। दीप्ति नाताले पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दकी भाइ कृष्ण बहादुर चन्दकी छोरी हुन्। दीप्ति तर्फबाट पनि गोरखकी एक छोरी छन् जसको नाम सुरभि हो। बाबु गोरखले गरेको दोस्रो बिहेलाई गिरवाडी र सुरङ्गनाले कसरी लिएका छन् भन्ने कुरा तपाईँको मनमा प्रश्न उठ्न सक्छ। माया र ममतामा कुनै भेदभाव नगरेर आफूमाथिको प्रश्नको उत्तर गोरख र दीप्तिले दिइसकेका छन्। जहाँसम्म गिरवाडी सुरङ्गनामाथि उठेको प्रश्न हो, त्यसको जवाफ गोरख दीप्तिको बिहेकै दिन दिएका रहेछन्। नाम बताउन नचाहने गोरखकी एक नातेदार भन्छन्, बिहेको भोलिपल्ट अर्थात् 2065 मङ्सिर 22 गतेमा दाम राख्ने कार्यक्रम थियो। त्यो कार्यक्रमको तस्बिर हाँसी खुसीका साथ गिरवाडी र सुरङ्गनाले नै खिचेका थिए। यस्तै हार्दिक व्यवहार त्यसयता उनीहरूले देखाइसकेका छन्। साना नानीहरूका लागि आमा जत्तिको प्यारो हुन्छन् उत्तिकै प्यारा हुन्छन् मामाहरू पनि। तर दुर्भाग्य, दरबार हत्याकाण्डमा उनीहरूले आफ्नै आमा मात्रै गुमाएनन्, मामा पनि गुमाए। हजुर, आमा मावलीतर्फ पनि गुमाए। स्रोतका अनुसार जब उनीहरूको पढाइ छुट्टी हुन्छ, काठमाडौँ आइपुग्न साथ हुर्रिएर उनीहरू पुग्ने ठाउँ हो नारायणहिटी दरबार परिसरभित्रै रहेको महेन्द्र मन्जिल, जहाँ झन्डै 90 वर्ष पुग्न लागेकी पूर्वमुमा बडा महारानी रत्न शाह आफ्नो जीवनको उत्तरार्ध बिताउँदैछिन्। स्रोतको भनाइमा काठमाडौँमा रहँदा प्रत्येक दिन जसो उनीहरू महेन्द्र मन्जिल पुग्छन्। दिनभरि पूर्वमुमा बडा महारानीसँग रहन्छन् र बेलुकापख ठमेल स्थित केशर महल नजिकै रहेको आफ्नो निवासमा फर्किन्छन्। यसबाहेक उनीहरू कतै सार्वजनिक हुँदैनन्। जनताले जति माया स्वर्गीय राजा वीरेन्द्रलाई दिएका थिए, उत्तिकै माया वीरेन्द्रका नातिनी गिरवाडी र सुरङ्गनालाई पनि दिएका छन्। त्यसैले यसरी अब गुमनाम भएर बस्नुपर्ने कुनै कारण छैन। स्वर्गीय राजा वीरेन्द्रको वंश धानेका नातिनीहरू, तिमीहरूले अब राजा वीरेन्द्रले जस्तै देशको नेतृत्व
नेतृत्व गर्नुपर्दछ। तपाईलाई यो भिडियो कस्तो लाग्यो? मन परेमा लाइक र प्यारा छोरीहरू गिरवाडी र सुरङ्गनालाई केही सुझाव दिन मन छ भने कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनुहोला। हामी दिनदिनै नयाँ नयाँ प्रसङ्गहरू लिएर आउने गर्दछौँ। हामीलाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। तपाईँका हरेक दिन शुभ रहून्। नमस्कार।